यस भिडियोमा मैले मानिसले अध्यात्मको अध्ययन गर्न किन जरुरी छ भन्ने विषयमा चर्चा गर्न गइरहेको छु। कृपया पुरै भिडियो हेर्नुहोला। अध्यात्मको सामान्य अर्थ जीवन र जगतको बारेको अध्ययन भन्ने बुझिन्छ। नेपाली बृहत् शब्दकोशमा भने यसको विभिन्न अर्थहरू दिएको छ। म बुद्ध वा सिद्ध भएर होइन, सबैले यो कुरा जान्नुपर्ने रहेछ भन्ने बुझेकोले यो प्रयास गरेको हुँ। एक हुल मानिस जङ्गलमा हराएका थिए। एकजनाले बाहिर निस्कने नक्सा भेट्टाएछ। आफूसँगै हराएका अन्य साथीहरूलाई पनि उसले त्यो बाहिर निस्कने नक्साको बारेमा जानकारी गराउनु उसको जिम्मेवारी हुन आउँछ नि, होइन र? हामीले अनुसन्धान गर्यौं, पढ्यौं र त अहिले हामीलाई थाहा छ पानी कसरी बन्छ, हाइड्रोजन र अक्सिजन मिलेर बन्छ, H2O लेखिन्छ, पानी 0 डिग्रीमा जम्छ, 100 डिग्री सेल्सियसमा उम्लन्छ, त्यसपछि भाप बन्छ, तताउँदै गए सबै सकिन्छ। सूर्य केले बनेको र कति टाढा छ, हाइड्रोजन र हिलियम मिलेर बन्छ, न्युक्लियर रियाक्सनबाट ताप र प्रकाश निस्कन्छ, 4 अरब वर्ष पुरानो हो, पृथ्वीमा प्रकाश 8 मिनेटमा आउँछ, आदि आदि। अब 10 अर्ब वर्षमा सेलाउँछ। हामीले यो पनि पढ्यौं र हेर्यौं। आइन्स्टाइन, न्युटन, एडिसन र पास्चरले के पत्ता लगाउनु भयो पढ्यौं। मण्डेला, क्लिन्टन, जगदीश घिमिरे, विनोद चौधरी, अम्बानीको जीवनी समेत पढ्यौं। सुबिन भट्टराईको समरलभ, साया, धरावासीको झोला र राधा पनि पढ्यौं। विश्वयुद्धको बारेमा पढ्यौं। कार्ल मार्क्सको सिद्धान्त पनि पढ्यौं। कौटिल्यको कूटनीति र आडम स्मिथको अर्थशास्त्र पनि पढ्यौं। टेलरको व्यवस्थापनको सिद्धान्त पनि पढ्यौं। राजेश हमाल, अमिताभ बच्चन र यस्तै धेरै हिरोहरूका सयौं सिनेमा हेर्यौं। भेलुबाजेका भिडियोहरू त हेर्यौं हामीले। समयको सायद अभाव छैन हामीलाई, प्रशस्त समय छ हामीसँग। अथवा यसरी भनौं, सामान्य दिनचर्यामै हामीले जीवनको यति समय बिताइसक्यौं। अब एउटा थप चिज पनि पढौं न। केही हप्ता पढ्न नसक्नेले सुनौं। केही हप्ता, केही महिना हाम्रो आफ्नै बारेमा, जीवन र जगतका बारेमा। सम्पत्ति आर्जन गरेर छोराछोरीलाई छाडेर जान हामीले यतिका समय र मेहनत खर्च गर्यौं। मृत्यु पश्चात आफैसँग लिएर जानलाई हामीले केही आर्जन गर्यौं कि गरेनौं? बाँकी जीवनको 25 वर्षको लागि शिक्षा लिन जीवनको महत्त्वपूर्ण 20 वर्ष खर्च गर्छौं हामी। यो जीवनपछिको करोडौं अर्बौं वर्षको तयारीको लागि यो जीवनको कति खर्च गरेका छौं त हामीले? राम्रोसँग सोचौं त। एउटा अचम्म छ, यति धेरै सम्पत्ति आर्जन गरेको मान्छेलाई बैतरणी नदी तारिदिन छोराछोरीले क्रिया अनि दान गरिदिन पर्ने। आफै पहिल्यै दान गरेर मरे हुँदैन? छोराछोरीले दान गरिदिन्छन् भन्ने के विश्वास? अर्को अचम्म, यति धेरै जग्गा जमिन खेत जोडेर मरेको मान्छेले वर्षमा 2 पटक भातको पिण्ड खान पनि छोराछोरीसँग आश गर्नुपर्ने? बिस्तारै छोराछोरीले श्राद्ध गर्न छाडिदिए के खाने त? कथाबाजिका देवी प्रतिभाले यस्तो भनेको सुनेको छु मैले। 1 हप्ता वृन्दावन बसेर नेपाल फर्कँदा के लिएर जाने भनेर योजना बनाउनुहुन्छ तपाईँहरू? यो 100 वर्ष यस पृथ्वीमा बसेर फर्कँदा के लिएर जाने भनेर कहिले सोच्नु भएको छ? हो, सोचेका छैनौं हामी मध्ये धेरैले। सूर्य र पानीको बारेमा समेत धेरै थाहा भएका हामीलाई हाम्रै बारेमा कति थाहा छ त? हामी कहाँबाट आएका हौं र मरेपछि कहाँ जान्छौं, यहाँ कति समय बस्छौं र कहिले जान्छौं, म भनेको शरीर मात्र हो कि अरू पनि केही छ कि? मुटु र फोक्सो कसले निरन्तर चलाउँछ? आफै चल्छ भने मरेपछि किन चल्दैन? बच्चा पेटमा एकछिन अघिसम्म जीवित थियो, जन्मनु अघि मरेछ रे। मरेको भनेको के हो र यो किन हुन्छ के हामीलाई थाहा छ? कोहीसँग अर्बौं डलर सम्पत्ति छ, कोही भोकै नाङ्गै, जन्मजात कोही आँखा नभएको, कोही हातखुट्टा नभएको। कसैले सबैको भलो चाहन्छ तर उसलाई दुःखमाथि दुःख आउँछ। कोही ईर्ष्यालु छ तर मानव सुख उसैको निजी हो जस्तो देखिन्छ। र यो पनि प्राण गएछ भन्छौं, के गयो, कहाँ गयो? के प्राणभन्दा शरीर फरक हो? परलोक हुनुभएछ भन्छौं, कुन लोकमा गएको हो? स्वर्गीय बास हुनुभएछ भन्छौं, स्वर्ग भनेको अर्को पृथ्वी हो?
खस्नु भएछ भन्छौँ, कहाँ खस्नुभयो। दिवंगत आत्माको चिर शान्तिको कामना लेख्छौँ, आत्मा शरीरभन्दा फरक हो। श्राद्ध गर्छौँ, कसलाई र किन गर्छौँ। मन्दिर, मस्जिद, स्तूप, गुम्बा, चर्च आदिमा पूजा गर्छौँ, कसलाई र किन गर्छौँ। दुईजना वरिष्ठ डाक्टरका अन्तर्वार्ताका सानो अंश सुनाऊ है त। सत्य बोल्नु गते एकखेप एकजना डक्टरले मलाई छोपिहाल्यो, हजुरले भन्नुहुन्छ भगवानको नामले शरीर जिउँदछ त होइन भने नि, नाम ल्याउँ नल्याउँ शरीर चलिरहेको छ। हाउ क्यान यु प्रुभ कि भगवानको नामले यो शरीर जिउँदछ भनेर? अब हुनु पनि साइन्सको मान्छेलाई त प्रुफ चाहियो। मैले पनि मेरो हात चल्दैछ, यसलाई केले चलाउँदैछ भने नि डाक्टर साहब ब्लडको सर्कुलेसन भएर चलिरहेको छ। यो ब्लडको सर्कुलेसन कहाँले केले हुँदैछ भन्दा हार्टले पम्पिङ गर्दैछ, ब्लडको सर्कुलेसन हुँदैछ। यो हार्टको पम्पिङ र बिटिङ्स केसँग जोडिएको छ भन्दा फोक्सोसँग जोडिएको छ, लङ्सको एक्सपान्सन र कन्ट्राक्सनसँग जोडिएको छ। यसमा भगवानको नामको त मतलबै छैन भन्ने डक्टरले। यो लङ्सको एक्सपान्सन र कन्ट्राक्सन केले हुन्छ भन्दा यो त सिम्पल हो, श्वास भित्र लिँदा लङ्स एक्सपान्ड हुन्छ, फोक्सो बढ्छ, निकाल्दाखेरि घट्छ। आर्मीमा पुलिसमा दुई किसिमको नाप लिन्छ नि, छातीको बढेर घटेको। डाक्टर साहब यो श्वास के हो भने नि अक्सिजन भित्र जान्छ, कार्बन डाइअक्साइड पनि निस्किन्छ भन्यो। अब मेरो लास्ट क्वेसन हजुरलाई भने नि डक्टरलाई, यो श्वासलाई तान्ने र छोड्ने चाहिँ को हो? अक्सिजन तानेर कार्बन डाइअक्साइड बनाउने यो त अटोमेटिक छ भने मुर्दामा किन हुँदैन भने नि मैले हो। त्यो नाम जबसम्म छ, किनभने एक्चुअली हेर्नुहोस् है, नाम वर्ड अझै पनि हामी कन्फ्युजिङ छौँ। एक्चुअली वाट इज नेम? यसलाई फेरि दोहोऱ्याउनु त यो सबभन्दा मर्मस्पर्शी कुरा हो। यो विज्ञानले तर्कले, त्यसैले त हामीले त्यो शीर्षक पनि राखेका थियौँ, जब विज्ञान टुकिन्छ तब अध्यात्म। हजुर हजुर हजुर। विज्ञान बेगर त यो जीवन अपुरो छ, त्यसमा शङ्कै भएन। तर अध्यात्म बेगर चाहिँ त्योभन्दा गहिरो जान सकिन्छ। हजुर हजुर। यो हामीले गरिरहेको एक्टिभिटिजको त्यो डक्टरसँग भएको संवाद फेरि भन्नु त। यो उहाँले जब भन्नुभयो, मैले पनि श्वासलाई तान्ने र छोड्ने चाहिँ को हो भन्दाखेरि त्योभन्दा अगाडि नै देऊ न, हात देखा चलिरहेको बोलिरहेको कुरा। हातलाई मेरो हातले काम गर्दैछ, यसमा चेतना छ नि, केले गर्दा चाहिँ ब्लडको सर्कुलेसनले हो। ब्लड सर्कुलेसन के को गर्दा भने हार्टले पम्पिङ गर्दैछ, बिटिङ्स र पम्पिङको गर्दा त्यो हुँदैछ। हार्टको बिटिङ र पम्पिङ केसँग जोडिएको छ भन्दा लङ्ससँग जोडिएको छ। डक्टरले हार्टले मुटुले काम गरेन यो मालिस गर्छ नि त हो। र यो लङ्सको एक्सपान्सन र कन्ट्राक्सन चाहिँ के को गर्दा भने त्यो त श्वास भित्र लिँदा बढ्छ, श्वास निकाल्दाखेरि घट्छ भन्यो। श्वास के हो भन्दा अक्सिजन र कार्बन डाइअक्साइड हो, अक्सिजन भित्र जान्छ, कार्बन डाइअक्साइड पनि निस्किन्छ। मैले पनि डाक्टर साहब लास्ट क्वेसन, अक्सिजनलाई तान्ने र छोड्ने को हो भन्दाखेरि यो त अटोमेटिक हो, मुर्दामा किन हुँदैन भने तपाईँहरूको मेसिन चलिरहेको हुन्छ, अचानक केले छोडिदिन्छ, सेतो लुगा ओढाउनुहुन्छ, अब भयो यो सक्यो भने। चेतनशीलता अथवा कन्सियसनेसकै कुरा हो नि त यो। कन्सियसनेस हामीभित्र छ कि बाहिरको चिजलाई हामीले पर्सिभ गरेर हामी एन्टेना मात्रै हौँ, बाहिरको चिजलाई हामीले लिएर त्यसलाई चाहिँ हामीले कन्सियस बनाएको भन्ने कुरा चाहिँ अहिलेसम्म विज्ञानले भन्न सकेको छैन। अब विज्ञानले यति चाहिँ भन्न सक्छ कि कन्सियसनेस ब्रेनभित्र छ, यो चाहिँ भन्न सक्छ। तर कन्सियसनेस ब्रेनले नै बनाएको हो कि होइन यो चाहिँ भन्न सक्दैन, आजसम्म भन्न सकेको छैन। जस्तै भन्नु न, जुन बेलामा चाहिँ न्युटनले एटम पत्ता लगायो त्यो बेला सब एटमिक पार्टिकल त उहाँले देख्नु भएको थिएन नि, अहिले भर्खरै आएर चाहिँ सब एटमिक पार्टिकलहरू देखियो नि। त्यस्तै गरेर विज्ञानले पनि त्यो ठाउँमा गएर चाहिँ सधैँ गएर चाहिँ डेड एन्ड भइरहेछ। अब त्यो ब्रेनलाई चाहिँ चेतनालाई एउटा ब्रेन चाहिँ रिसिभर मात्र हो भन्ने खालको जुन थ्योरी जसले मान्छ, उसले चाहिँ के भन्छ भने आँखाले देखेको चिज, कानले सुनेको चिज, छोएको चिज, यी सबै जुन इन्द्रियबाट जति पनि हामीले मेसेज लिन्छौँ त्यसलाई हामीले मिनिङफुल्ली हामीले आफ्नो दिमागभित्र इन्टरप्रेट गर्छौँ र त्यसलाई चाहिँ हामीहरूले चाहिँ अनि त्यसपछि आफ्नो अनुसारले पर्सिभ गर्छौँ। जस्तै फर इक्जाम्पल भन्नुहोस्, यो संसार तपाईँले एउटा सिनेमा हेर्न जानुभयो भने 100जना मान्छेले त्यो सिनेमा हेरेर 100जना मान्छेले त्यो सिनेमा फरक देखेर आउँछ, कसैले पनि एउटै देख्दैन त्यो सिनेमा। यो संसार पनि त्यही सिनेमा हो नि त। यो सिनेमालाई तपाईँले यो अहिले यो ठाउँलाई जसरी देखिरहनु भएको छ नि, मैले त्यसरी देखिरहेको छैन, उहाँले अरूले त्यसरी देखिरहेको छैन, हाम्रो क्यामेराम्यान भाइहरूले अर्कै तरिकाले देखिरहनु भएको छ। त्यो हिसाबले यो जुन पर्सिभ गर्ने बाहिरको मेसेज जुन लिने आँखा भनौँ, आँखामा हामीले देख्ने जस्तै भनौँ सबभन्दा हामीले छलेको भनेको आँखाले हो सबभन्दा धेरै।
इल्युजन छ भन्छ। जस्तो हामीले देख्ने लाइट भनेको यति हो, जबकि लाइट यति छ, यति मात्र देख्छ। त्यस्तै सुन्ने आवाज भने हामीले यति मात्र सुन्छौँ, जबकि चराहरूले सुन्ने आवाज छुट्टै छन्, हात्तीहरूले सुन्ने आवाज छुट्टै छन्। यति छ क्या आवाज, अल्ट्रासोनिक भन्छौँ नि, अल्ट्रासोनिक सुन्ने छ नि त, चमेरोले छुट्टै सुनिरहेको हुन्छ कि। त्यसले गर्दा सबै चिज अब त्यसमा पनि मैले जति देख्छु त्योभन्दा तपाईँले अलिकति फरक देख्नुहुन्छ कि। त्यही भएर यो जति पनि देखिरहेको छ साइन्सले पनि यसलाई इल्युजन भन्छ। र जस्तै भन्नु अब स्याउ भन्नुहोस्, स्याउलाई हामीले रातो भन्छौँ नि, स्याउ रातो रातो स्याउ भन्छ, तर स्याउ चाहिँ रातो बाहेक सबै हो क्या, रातो चाहिँ होइन। तर हामी सबैले स्याउलाई त रातो भन्छौँ, तर स्याउ रातो चाहिँ होइन। स्याउ चाहिँ रातो बाहेक एभ्रिथिङ हो भन्छ विज्ञानले। त्यसले फाल्या मात्रै हो क्या रातो, तर हामीले अब देख्दा त्यसलाई रातो भनेर त्यसलाई इन्टरप्रेट गर्यो र त्यसलाई त्यसरी नै स्याउ भने रातै हो भनेर गएको छौँ। त्यो रातो चाहिँ रातो हो भनेर हामीले बुझिरहेको। त्यही भएर व्यक्ति व्यक्तिमा त्यो पर्सेप्सनहरू फरक पर्छ। कति व्यक्तिले कुनै कलरै देख्दैन, कलर ब्लाइन्डनेस भन्छ नि, रातो निलो र पहेँलो, त्यसमा कुनै रङ उसले देख्दैन, उसले संसारै अर्कै देखिरहेको छ। कहिलेकाहीँ अब विज्ञानले पत्याउला नपत्याउला, तपाईँसँगै अनौपचारिक कुराकानीमा अघिल्लो भेटमा भन्नुहुन्थ्यो लगभग मरिसकेको तर फर्केर आएका अनुभूति हुन्छन् नि, उसले त त्यो सबै थोक देख्छ, अनुभूति गर्छ, आफ्नो सब देख्छ, के देख्छ, क्रिया बसेको परिकल्पनादेखि सब देखेर फर्केको भनेर त्यस्ता अनुभूति पनि। त्यो चाहिँ नियर डेथ एक्सपिरियन्स हो, त्यो चाहिँ नियर डेथ हो, डेथ चाहिँ होइन। अब त्यो मान्छे अचेत भयो, श्वास फेर्न पनि छोड्यो होला, सबै चिज सटडाउन पनि भयो होला, तर त्यो मान्छे मरिसकेको थिएन। र त्यो एक्सपिरियन्स पछि त्यो मान्छे स्पेसली चिसो पानीमा मान्छे कुनै चिसो ठाउँमा भएको छ, पानीमा डुबेको, खोलामा डुबेको छ, चिसो खोलामा डुबेको छ नि, यस्तो धेरै घटना हुन्छ। मान्छे 20 मिनटसम्म पनि सास पनि फेरेको छैन, के पनि फेरेको छैन, तर मान्छे उठेर आउँछ। त्यो बेला त उसको चेतना त कहीँ त गएको छ नि। त्यस्तो बेला उसले देख्ने चिजलाई नियर डेथ एक्सपिरियन्स भन्छ। त्यो चाहिँ धेरै जसो हरेक मान्छेको चाहिँ मिलिरहेछ क्या। त्यसले गर्दा एउटै चिज किन देखिरहेको हो त यिनीहरूले भनेर। अब त्यस्तोमा चाहिँ उसले आफ्नै लास देखिरहेछ भन्छ, आफ्नो लास चाहिँ त्यहाँ, आफ्नो जिउ चाहिँ त्यहाँ देखिरहेको हुन्छ, अरू मान्छे त्यहाँ जम्मा भइरहेको, आफू चाहिँ माथिबाट हेरिरहेको, अनि आफू चाहिँ एउटा लाइटतिर गइरहेको, यस्तो खालको धेरैले चाहिँ एक्सपिरियन्स चाहिँ सेयर गरेर आउँछन्। त्यो चाहिँ रिपिटेटिभली सेम चिज भएको भएर के हो त यो भनेर मान्छेहरूले क्वेरी गरेर नियर डेथलाई रिसर्चहरू गरिरहेछन्। र यो पनि एकजना मान्छे छन् रामजी अधिकारी नामका, मानव सेवा आश्रमका सञ्चालक संस्थापक, जसले आफ्नो जीवन नै मानव सेवामा समर्पित गरेका छन्। र अर्का एकजना कुख्यात हत्यारा चार्ल्स सोबराज, जसले कम्तीमा पनि 20 जना व्यक्तिहरूको हत्या गरे भनिन्छ। के प्रकृतिले यी दुईजनालाई उस्तै व्यवहार गर्ला कि नगर्ला? यी दुईको मानसिक स्थिति उस्तै होला कि नहोला? मृत्युपछि पुनर्जीवन छ यदि भने यी दुई व्यक्ति उस्तै भएर जन्म लिन सम्भव छ त? मरेपछि स्वर्ग नरक कसले देखेको छ? केही मानिसहरूको यस्तो भनाइ आउँछ। सानो कथा, यो कछुवा र माछाको कथा सुनौ। समुद्रको कछुवा जमिनमा गएर केही दिन जमिनमै बसेर आयो र यो कुरा साथी माछाहरूलाई बतायो। तर माछाहरूले पटक्क विश्वास गरेनन्। बुझाउनकै लागि माछालाई जमिनमा लगेर राख्न पनि कछुवाले सकेन। अन्ततः कछुवाले आफूहरूलाई ढाँटेको भनी माछाहरूले कछुवालाई समाजबाट बहिष्कार गरेछन्। पृथ्वी गोलो छ भन्दा पनि त विश्वास थिएन नि कुनै बेला। धातुको एउटा डल्लो, यो मोबाइल हामी जुन बोक्छौँ, यस्तो डल्लोमा भिडियो कल पनि हुनसक्छ भनेर 100 वर्ष अगाडि भनेको भए मान्छेहरूले के भन्थे होलान्? वाहियात, नचाहिने कुरा, हावा कुरा यस्तै भन्थे होलान्, किनकि देखाउन सकिन्थेन। तर अहिले पछि पढौँला नि, अहिले नै के हतार छ? कसैको यस्तो तर्क हुनसक्छ, सेवानिवृत्त भएपछि पढौँला, 50 वर्ष उमेर पुगेपछि पढौँला। के हामी 50 वर्षभन्दा बढी बाँच्ने सुनित छ त? के हामी 50 वर्षभन्दा बढी अवश्य बाँच्छौँ त? सेवानिवृत्त नभई नमर्ने कुरा पक्का छ त? मृत्यु नहुने कुरा पक्का छ त? यी प्रश्नको उत्तर खोज्न पनि अध्यात्मको अध्ययन जरुरी छ, होइन र?
बुद्धले 6 वर्षसम्म ध्यान गरेर बुद्धत्व लाभ गर्नुभयो भनिन्छ। उहाँले ध्यानबाट के थाहा पाउनुभयो? के त्यो हाम्रो लागि पनि उपयोगी छ? गीतामा श्रीकृष्णले अर्जुनलाई तिमी हामी पटक पटक जन्मेका छौँ भन्नुभएको छ। के हामी पटक पटक जन्म लिन्छौँ? पाप धर्म हुन्छ भने अरूको राम्रो गर्नेलाई दुःख र अरूको नराम्रो गर्नेलाई सुख किन हुन्छ त? सानो उमेरमै मानिसको मृत्यु किन हुन्छ? अब वेदमा के भनेको छ हेरौँ है त। जीवनको 25 वर्षसम्म ब्रह्मचर्यमा रहनु अथवा अध्ययन गर्नु, पढ्नु, आश्रममा गएर पढ्नु, 50 वर्षसम्म गृहस्थ जीवन बिताउनु, 50 वर्षपछि 75 वर्षसम्म वानप्रस्थ हुनु अथवा रिटायरमेन्ट लिनु अथवा अवकाश लिनु, घर व्यवहारबाट अवकाश लिनु र 75 वर्षपछि सन्यास लिनु भनेर लेखेको छ। 100 वर्ष आयु मानेर यस्तो लेखिएको होला। हामी मध्ये केही त 75 वर्ष पनि बाँच्दैनौँ नि। बुद्धका अनुसार सत्मार्गमा किन लागिहाल्नुपर्छ? मनुष्य जीवन ज्यादै दुर्लभ छ। कस्तो दुर्लभ भने मनुष्य जीवन पाउन महासागरमा रहेको 100 वर्षमा एकपटक माथि टाउको निकाल्ने अन्धो कछुवाको टाउको त्यही महासागरमा रहेको एउटा एकमुखे जुवामा पस्नु जत्तिकै दुर्लभ वा अन्तरिक्षबाट खसाएको सियोको टुप्पो धरतीमा गाडेको अर्को सियोको टुप्पोसँग जोडिनु जस्तै दुर्लभ छ भनेर बुद्धले बताउनु भएको छ। हामी मनुष्य भएर जन्मेको समयमा बुद्ध र बुद्धको शिक्षा उपलब्ध नहुन पनि सक्छ। त्यो झन् दुर्लभ छ। मान्छे भएर जन्म पाएको समयमा पनि बुद्धको शिक्षा उपलब्ध क्षेत्रमा जन्मिनु, शिक्षा भेट्नु त्यो पनि झन् दुर्लभ छ। त्यसैले जसले यो मौका पायो उसले 1 मिनेट पनि ढिला नगरी दुःखको कारण यसको निवारणका विषयमा अध्ययन र सोबाट मुक्तिका लागि अभ्यास सुरु गर्नुपर्दछ। केही गरी यो मौका गुम्यो भने फेरि खर्बौं वर्षसम्म यो मौका नजुट्न पनि सक्छ भनिन्छ। यसभन्दा पहिला पनि थिएँ होला त। हिप्नोसिस वा ध्यानको माध्यमबाट आफ्नो अगाडिको जन्म सम्झन सकिन्छ। विश्वभरमा आफ्नो अघिल्लो जन्म आफैले सम्झेका मानिसहरू धेरै भेटिए र अहिले पनि छन्। तिब्बतमा टुल्कु भनेको धर्मगुरु पुनः जन्मनु भनेको हो। जन्मने बित्तिकै दुध चुस्न जानेको विषय पनि अगाडि सिकेको सम्झना हो भन्ने गरिन्छ। बुद्धले आफ्नो 500 भन्दा बढी पूर्वजन्मका कथाहरू बताउनु भएको छ, जसमा 10 पटक भन्दा बढी देवदत्त र उहाँ एउटै परिवारको सदस्यको रूपमा जन्मनु भएको छ। बुद्धले नमो बुद्ध नेपालमा रहेको नमो बुद्धमा केही जन्म अघि आफूले नै आफ्नो शरीर भोको सुत्केरी बाघलाई खान दिएको कुरा आफैले बताउनु भएको छ। गीतामा श्रीकृष्णले पनि यसअघि पनि तिमी र म थियौँ भनेर भन्नुभएको छ। यसभन्दा अघि पनि हामी थियौँ भन्ने कुरा स्पष्ट पार्छ। श्रीकृष्ण गीताका केही श्लोकहरू सुनौ है त। मैले संस्कृतमा पढिनँ, नेपालीमा मात्रै पढेको छु। जसले यो जीवात्मालाई मार्ने ठान्दछ र जसले यसलाई मर्नेवाला ठान्दछ ती दुवै अज्ञानी हुन्। यो आत्मा न मर्छ न मारिन्छ। यो प्रभुपादको गीतामा उहाँले जसरी लेख्नु भएको छ नेपालीमा मैले त्यही नै वाचन गरेको छु। जो सम्पूर्ण शरीरहरूमा व्याप्त छ त्यसलाई तिमीले अविनाशी सम्झनु पर्दछ। यो अव्यय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन। जसरी यो शरीर धारण गर्ने आत्मा निरन्तर बाल्यावस्थाबाट युवावस्थामा र युवावस्थाबाट वृद्ध अवस्थातिर परिवर्तन भइरहन्छ, त्यसैगरी यो आत्मा एउटा शरीरको मृत्युपछि अर्को शरीरमा स्थानान्तरित हुने गर्दछ। यस किसिमको परिवर्तनलाई देखेर धीर पुरुषहरू मोहित हुँदैन। यो भन्दा अघि पनि म नभएको, तिमी नभएको र यी राजाहरू नभएको कुनै समय थिएन र पछि भविष्यमा पनि हामी सबैको अस्तित्व नभएको कुनै समय हुने छैन। आत्माका लागि न कहिल्यै जन्म छ न मृत्यु। आत्मा कहिल्यै जन्मिएन, जन्मिँदैन र जन्मिने छैन। ऊ अजन्मा छ। शरीर मर्दा पनि ऊ मर्दैन। जसरी मानिसले पुराना वस्त्रहरू त्यागेर नयाँ वस्त्र धारण गर्दछ, त्यसै गरी आत्माले पनि पुराना र काम नलाग्ने शरीरलाई त्यागेर नयाँ भौतिक शरीर धारण गर्दछ। कृष्णले अर्जुनलाई जे भन्नुभयो त्यो अरू मानिसहरूले पनि थाहा पाउनु पर्दछ भन्ने लागेकोले यो गीता लेखियो भनेर भन्ने गरिन्छ।
अब गीता कथा मात्रै हो अथवा महाभारत कथा मात्रै हो भन्ने तर्क पनि आउन सक्छ। हाम्रो पाइलामा हामी हिन्दू परिवारमा, वैदिक हिन्दू परिवारहरूमा पाइलामा महाभारत कथाको प्रभाव छ। दशैंमा आशीर्वाद दिँदा आयु द्रोणसुते श्रियम दशरथे मानञ्च दुर्योधने भनेर भन्ने गर्छौँ हामीले। भनेको द्रोणका छोराको जस्तो आयु होस्, दशरथको जस्तो श्रियम होस्, दुर्योधनको जस्तो मान होस्, यस्तै भन्छौँ। बोलीचालीका शब्दहरूमा पनि हामीले महाभारतलाई धेरै ठाउँमा ल्याउने गर्छौँ। महाभारत चलेको छ भन्छौँ, भीष्म प्रतिज्ञा गरेछ भन्छौँ, यक्ष प्रश्न भन्छौँ, उदाहरणीय व्यक्तित्वहरू द्वेष बढाउने शकुनी भन्छौँ, दानवीर कर्ण भन्छौँ, निष्ठावान युधिष्ठिर भन्छौँ र बलवान भीम भनेर भन्ने गर्छौँ। महाभारतमा पनि कर्मको कथा उल्लेख छ। महाभारतमा उल्लेख भएको कर्मको नियमको कथामा धृतराष्ट्रले आफ्नो सम्पूर्ण छोराहरूको मृत्युको कारण व्यास ऋषिसँग सोध्नु भएको छ र उहाँले त्यसको उत्तर पाउनु भएको छ, अथवा के कारणले त्यो कर्म बनेको थियो र अहिले किन भोग्नु पर्यो भनेर उत्तर पाउनु भएको छ। भीष्म पितामहले आफ्नो अत्यन्त पीडादायी मृत्युको कारण के हो भनी श्रीकृष्णसँग सोध्नु भएको छ र श्रीकृष्णले त्यसको उत्तर दिनुभएको छ, अथवा त्यो कर्म किन बन्यो र अहिले किन भोग्नु पर्यो भनेर उहाँले बताइदिनु भएको छ। भनेपछि कर्म र त्यो हामीले गर्ने कर्मले पछि सोही अनुसारको भोग्नुपर्छ भन्ने कुरा यसले पनि स्पष्ट पार्छ। सामान्यतया हामीलाई पृथ्वी गोलो छ भन्ने कुरा पनि विश्वास लाग्दैन नि, तर खोज्यौँ, पढ्यौँ, बुझ्यौँ भने हामी विश्वस्त हुन्छौँ कि हो पृथ्वी साँच्चै गोलो नै रहेछ। पृथ्वी गोलो हुनै सक्दैन भनेर अरूको कुरा पनि नसुन्ने, आफूले पनि अध्ययन नगर्ने हो भने कसरी थाहा हुन्छ? ठिक त्यसै गरी जीवन र जगतको विषयमा बुझ्नका लागि पनि अलिकति खुला त हुनै पर्छ। बुझेकाको कुरा सुन्नुपर्छ, तब मात्र बुझ्न सकिन्छ, अथवा अध्ययन गर्नुपर्छ। बुद्धले भन्ने गर्नुहुन्छ, अत्तदीपो भव, आफ्नो दीपक स्वयं बन। ल, मान्छेको विषयमा पढ्ने मन भयो पढ्छु, तर के पढ्ने भन्ने प्रश्न हुन सक्छ। इसाई तथा इस्लाम धर्महरूले यसअघि म थिइनँ र यो जीवन सकेपछि म हुने छैन भनेर भन्ने हुनाले अगाडि र पछाडि केही खोज्नै परेन, पढ्नै परेन। हिन्दू, सिख, बौद्ध तथा जैन धर्ममा यसअघि पनि जीवन थियो अथवा म थिएँ र यसपछि पनि म हुनेछु भन्ने हुनाले पक्कै पनि यी धर्मका शास्त्रहरूमा लेखेको होला यस विषयमा। देखिएको र सुनिएको के छ भने 90% गुरुहरू ढोंगी छन्। जस्तो आसाराम बापुको उदाहरण दिने गरिन्छ अथवा सिद्ध बाबाको दिने गरिन्छ। एउटाले हातबाट खरानी झार्छन्, अर्काले त्यसैको विरोध गर्छन्। कसैले हातमा छ भन्छन्, कसैले छैन भन्छन्। एउटै धर्मभित्र पनि विभिन्न सम्प्रदाय छन्। ध्यानीहरू पनि रिसाउँछन्। कृष्णजीले शिशुपाल कंस आदिलाई मार्नु नै भयो, येशूले रुखलाई श्राप दिनुभयो भनिन्छ, दुर्वासा ऋषिले श्राप दिनुहुन्थ्यो र अवश्य लाग्थ्यो त्यो श्राप भनेर भन्ने गरिन्छ। यस्तो व्यस्त समयमा छोटो जीवन छ, ठुलो पदमा पुग्न छ, धेरै पैसा कमाउनु पर्ने छ, पैसा भए मात्र सब चिज पाइन्छ, परिवार अफिसलाई पनि समय दिनुपर्ने छ, धेरै समय छैन। कसरी पढ्ने, कसरी सुन्ने? ल, समय छुट्याएरै पढे पनि सत्य पत्ता लगाउँछु भन्ने के निश्चय छ? सबै धर्मका धेरै गुरुहरू हुनुहुन्छ। जसमाथि विश्वास लाग्छ उहाँलाई सुनौँ र प्रश्न गरौँ। हामीले किन जन्म लिन्छौँ र मर्छौँ सोधौँ। जीवनमा दुःख किन आउँछ त्यो पनि सोधौँ। यो दुःखबाट मुक्तिको बाटो छ कि छैन? छ भने बाटो के छ सोधौँ। दुःख मुक्तिको बाटोको मार्गचित्र सोधौँ, भनेको नक्सा सोधौँ, अथवा स्पष्ट रूपमा बताइदिन आग्रह गरौँ। अन्त उत्तर भेट्नु भएन भने बुद्धको शिक्षामा हजुरको हरेक प्रश्नको स्पष्ट उत्तर छ, छर्लङ्ग घाम जस्तै।
अल्बर्ट आइन्स्टाइनलाई त हामी सबैले मान्छौँ नि, विज्ञानको विषयमा हामीले मानेको व्यक्तित्व र उहाँले पत्ता लगाएका चिजहरू पनि हामीले मान्छौँ, विश्वास गर्छौँ। E=mc² सूत्र उहाँले पत्ता लगाउनु भयो, यो हामी सबैले मानेका छौँ र त्यसकै आधारमा धेरै आविष्कारहरू पनि भएका छन्। उहाँले धर्मको विषयमा के भन्नुभएछ त भन्दा, म कुनै धर्म मान्दिनँ तर बौद्ध धर्म अवलम्बन योग्य छ भनेर भन्नुभएको छ। उहाँले के कति पढ्ने कुराहरू पाउनुभयो उहाँको समयमा, त्यो पनि अङ्ग्रेजी भाषामा, र पनि उहाँले यस्तो भन्नुभयो भनेको बौद्धिक व्यक्तित्वहरूले पनि बुद्धको शिक्षा चाहिँ हाम्रो लागि उपयोगी छ है भनेर बताउनु भएको एउटा यो उदाहरण हो। बौद्ध धर्मभन्दा बढी मार्ग हो, यो सबले पढ्नुपर्छ। त्यसैले त बौद्ध धर्मावलम्बी भनिँदैन, बौद्ध मार्गी भनिन्छ। पढ्नका लागि नेपाली तथा अङ्ग्रेजी भाषामा किताबहरू उपलब्ध हुन थालेका छन्। शुद्ध सिद्ध परम्पराका गुरुहरू उपलब्ध हुनुहुन्छ, युट्युबमा प्रशस्त भिडियोहरू छन्। बुद्धले अत्तदीपो भव, आफ्नो दीप आफै भन्नुहुन्छ। अँध्यारो हटाउनको लागि चाहिँ आफ्नो दीप चाहिँ आफै बन्नु। बुद्धले हामी किन पटक पटक जन्मन्छौँ र मर्छौँ त्यसको स्पष्ट उत्तर दिनुभएको छ। यो दुःखको सागरबाट मुक्तिको लागि के गर्नुपर्दछ भनेर बुद्धले स्पष्ट बताउनु भएको छ। 13औं शताब्दीभन्दा पहिला त हाम्रा पुर्खा पनि बौद्ध मार्गी नै थिए नि। बिचमा बौद्ध धर्म कमजोर हुँदै जाँदा हामीहरू वैदिक हिन्दू हुँदै गयौँ। यो 13औं शताब्दी पछिको कुरा भयो। लिच्छवी कालमा झन्डै 80% नेपालीहरू बौद्ध मार्गी थिए। बुद्धको बारेमा थोरै सुनौ है त। सिद्धार्थ गौतम यही लुम्बिनीमा जन्मनु भएको हो। यो मिथक होइन, अशोक स्तम्भ नै छ नि त्यहाँ जन्मेको ठाउँमा। उहाँ सामान्य मान्छे होइन। 20 असङ्ख्य कल्पदेखि सत्कर्म र 4 असङ्ख्य कल्प भनेको दीपङ्कर बुद्धको समयदेखिको प्रयासबाट मात्र उहाँ बुद्ध हुनुभएको हो। कल्पमा 140वटा शून्य र असङ्ख्य कल्पमा 60वटा शून्य हुन्छ भन्ने गरिन्छ। बुद्ध 32 लक्षण र 80 अनुव्यञ्जनले युक्त हुनुहुन्छ। एउटा बुद्धको शासन नसकिएसम्म अर्को बुद्ध धरतीमा आउनुहुन्न। भावी बुद्ध भनेको भविष्यको बुद्ध मैत्रेय बुद्ध हुनुहुन्छ र उहाँ अहिले तुसुत भुवन देवलोकमा हुनुहुन्छ। बुद्ध दार्शनिक होइन, द्रष्टा हुनुहुन्छ। उहाँले अत्तदीपो भव, आफ्नो दीपक आफै भन्नुहुन्छ। मैले भनेको भन्दैमा केही पत्याउने होइन, आफै अध्ययन अभ्यास गर्नु अनि मात्र विश्वास गर्नु भन्नुभएको छ। 90 कल्प अगाडिसम्मका घटना त बुद्धले आँखा हेरी हेरी सम्झन सक्नुहुन्थ्यो भनेर भनिन्छ। त्योभन्दा अगाडिको विषय सम्झन उहाँले आँखा चिम्लनु पर्दथ्यो भनेर भनिन्छ। बुद्धलाई इन्द्रले तपाईँ मानिस हो वा देव के हो भनी सोद्धा म दुवै होइन बुद्ध हो भन्नुभएको छ। दीपङ्कर बुद्धको समयमा गौतम बुद्ध सुमेध ऋषि हुनुहुन्थ्यो। बुद्धका अनुसार के गर्दा निर्माण प्राप्त हुन्छ त, अथवा जन्मने र मर्ने चक्र बन्द हुन्छ? यसको लागि 3 चिज गर्नुपर्छ: शील, समाधि र प्रज्ञा। शील भनेको अनुशासन जस्तै पञ्चशील, समाधि भनेको ध्यानको अभ्यास र प्रज्ञा भनेको विपश्यना र अध्ययन। तीनवटैको सन्तुलित अभ्यासले निर्माणमा पुर्याउँछ। पञ्चशील के हो? यो गृहस्थहरूलाई दिनुभएको नियम हो, जसमा हिंसा नगर्ने, चोरी नगर्ने, यौन व्यभिचार नगर्ने, मद्यपान नगर्ने र झुटो नबोल्ने पर्दछ। बुद्धका अनुसार जीवनमा दुःख अवश्य आउँछ, यसको निवारण पनि सम्भव छ। जसलाई 4 आर्य सत्य भनिन्छ। जीवनमा दुःख छ, दुःखको कारण छ, दुःखबाट मुक्ति पाउन सकिन्छ र दुःख मुक्तिको मार्ग छ। त्यो मार्ग के हो त भन्दा आर्य अष्टाङ्गिक मार्ग हो। 8वटा मार्ग जुन बताइएको छ। आर्य अष्टाङ्गिक मार्ग: सम्यक दृष्टि, राइट अन्डरस्ट्यान्डिङ, सम्यक सङ्कल्प, राइट इन्टेन्सन, सम्यक वचन, राइट स्पिच, सम्यक कर्मान्त, राइट एक्सन, सम्यक आजीव, राइट लाइभलीहुड, सम्यक व्यायाम, राइट इफोर्ट, सम्यक स्मृति, राइट माइन्डफुलनेस र सम्यक समाधि, राइट कन्सन्ट्रेसन। यिनीहरूको यस्तो मार्गमा हिँडेर हामीले चाहिँ निर्माण प्राप्त गर्न सकिन्छ। बुद्धका अनुसार प्रकृति समुत्पादको नियम बमोजिम अघिल्लो जन्ममा गरिएका कर्महरूको कारणले
हाम्रो जन्म हुन्छ। कोरोनालाई रोक्न लकडाउन गरेर चेन ब्रेक गरे जस्तै कर्मको चेन ब्रेक गर्न सकियो भने मात्र यस भवचक्रबाट मुक्ति पाउन सकिन्छ। यस जन्म मृत्युको भवचक्रबाट मुक्त भएको अवस्थालाई निर्माण भनिन्छ। विपश्यनाको अभ्यासबाट क्लेशहरू पखाल्न सकिन्छ र निर्माण प्राप्त हुन्छ। बुद्धका अनुसार लोकहरू 6वटा छन्। सुगति 2वटा लोकहरू छन्। यो मनुष्य लोक हामी जहाँ छौँ र अर्को देवलोक जहाँ देवताहरू छन् र दुर्गति लोक अन्तर्गत असुर भनेको राक्षसहरू, अनि प्रेत, अनि पशु र अर्को नरक। प्रस्तुति समुत्पाद भनेको के हो त? थोरै म यहाँ पढेर सुनाउन चाहन्छु। यो बौद्ध आदर्श पुस्तकबाट पढेको छु मैले। भगवान बुद्धले बताए अनुसार कुनै पनि कुरा उत्पत्ति हुन वा देखा पर्न या अस्तित्वमा आउनको लागि त्यसका केही कारणहरू हुनै पर्छ। बिना कारण कुनै पनि चिज देखा पर्दैन। त्यस्ता कारणहरूमध्ये एक थरी हेतु हुन्छन् र अर्का थरी प्रत्यय हुन्छन्। हेतु भनेको कुनै कुराको मूल बिउ बीज जस्तै हो। प्रत्यय भनेको त्यो हेतुलाई काम गर्न आड दिने र सहयोग गर्ने अन्य कुराहरू हुन्। कुनै पनि वस्तु उत्पन्न हुनको लागि हेतु र प्रत्यय दुवै चाहिन्छ। हेतु मात्र भएर पनि पुग्दैन, प्रत्यय मात्र भएर पनि पुग्दैन। जस्तै मकैको बोट उम्रेको देखियो, त्यसको हेतु के हो? प्रत्यय के हो? रोपिएको मकैको गेडा हेतु हो भने माटो, पानी, हावा, घाम, छर्ने मानिस इत्यादि सबै प्रत्ययहरू। मकैको बिउ नभएको भए त्यो मकैको बोट देखा पर्ने थिएन। धानको बिउ रोपिएको भए मकैको बोट बन्दैन थियो। आँप रोपेर सुन्तला फल्दैन। हेतु जे छ त्यही बमोजिमको फल हुन्छ। त्यस्तै माटो, पानी, हावा इत्यादि नभएको भए त्यो मकैको बिउ उम्रिँदैन थियो। घरमा थैलाभित्र राखेको मकै उम्रिएर बोट त बन्दैन नि। त्यसकारण हेतु र प्रत्यय दुवैको संयोगबाट वस्तुहरू देखा पर्छन्। यो सिद्धान्त सबै कुरामा लागू हुन्छ। संसारका प्रत्येक कुराहरू यही सिद्धान्त अनुसार देखा पर्छन्। यो सिद्धान्तलाई प्रतीत्य समुत्पाद भनेर भगवान बुद्धले बताउनु भएको छ। संसारका सम्पूर्ण कुराहरू यही प्रतीत्य समुत्पादका आधारमा चल्छन्। हामीमा भएको अविद्याको कारणले हामीलाई जन्म मृत्युको चक्रमा लगिरहेको कुरा यो यहाँ अगाडि हजुरहरूले हेर्न सक्नुहुन्छ। कसरी अविद्याबाट संस्कार बन्छ, संस्कारबाट विज्ञान, र यसै गरी अनि यो चाहिँ हामी जन्मने, बुढो हुने र अनि मर्ने चक्र चलिरहेको हुन्छ। कुशल र अकुशल कर्महरूको विषयमा 10 अकुशल र 10 कुशल कर्महरू भनेर बुद्धले बताउनु भएको छ। शरीरले गर्ने अकुशल कर्महरू हिंसा, चोरी, व्यभिचार हुन्। वचनले गर्ने झुठो बोल्ने, चुक्ली लगाउने, कठोर बोल्ने र बकबक गर्ने हो भने मनले गर्ने लोभ गर्ने, हिंसा गर्ने र मिथ्या दृष्टि गर्ने हो भने कुशल कर्ममा शरीरले गर्ने अहिंसा, अचोरी, अव्यभिचार, वचनले गर्ने सत्य, मैत्री, मृदु र असम्प्रलाप हो भने मनले गर्ने अलोभ, अहिंसा र सम्यक दृष्टि। बुद्धले नगर्नका लागि भन्नुभएको 5 पेशा छ। त्यसमा मार्ने प्रयोजनका निमित्त पशु बिक्री वितरण नगर्नु, मार्ने हतियार निर्माण नगर्नु अथवा बिक्री वितरण नगर्नु, पशु हत्या र मासु बिक्री वितरण नगर्नु, विष उत्पादन र बिक्री वितरण नगर्नु, मदिरा उत्पादन र बिक्री वितरण नगर्नु बुद्धले नगर्नका लागि भन्नुभएका 5 पेशाहरू यी हुन्। अध्यात्म बुझेको मान्छेले के गर्दैन? अध्यात्म बुझेको छोराछोरीले आमा बुवाको सेवामा कन्जुसाइ गर्दैन। मानसिक बिरामीले आत्महत्या गर्दैन। त्यसै कारणले पनि मानसिक बिरामीहरूलाई पनि अध्यात्म बुझाउन अत्यावश्यक छ। आम मानिसले खाना खाने बेला खाना फाल्न मिल्दैन, किनकि 80 करोड संसारभरमा 80 करोड मानिस भोका छन्। दैनिक चाहिँ 80 करोड मानिसले बिहान वा बेलुकाको खाना खान पाउँदैनन् भनेर भन्ने गरिन्छ। अब अध्यात्म बुझेको सधियारले साँध मिच्दैन। इष्टमित्रले धनी गरिबको आधारमा व्यवहार गर्दैनन्। सबै मानिसले सबै प्राणी कुनै न कुनै जुनीका आफ्ना आमा हुन् भन्ने बुझ्छन्। सत्ययुग भनेको त्यही त होला नि। जतासुकै सत्य, सहयोग, दया, माया, उपकार, करुणा। संसार यस्तो भएको भए कस्तो हुन्थ्यो होला? सत्ययुग वा स्वर्ग, रामराज्य त त्यस्तै त होला नि। हामीले पनि कम्तीमा पशु बलि दिन रोक्न सकिन्छ। अघिल्लै दिन घरमा ल्याएर धुमधाम तयारीका साथ काटमार
भोज भतेर नगर्न सकिन्छ, कम उपभोग गर्न सकिन्छ, जे चिज पनि ननभेज समेत कम गर्न सकिन्छ। नखानेले त नखाने नै भइ नै हाल्यो भने अन्य चिजहरू पनि अन्य मान्छेहरूको लागि समेत आवश्यक छ भन्ने हिसाबले बुझेर कम प्रयोग गर्न सकिन्छ नि। सके विपसना शिविर जान सकिन्छ, नसके दैनिक ध्यानपूर्वक 3 पटक श्वास लिनु पनि निकै फाइदाजनक छ भनेर भन्ने गरिन्छ। कम्तीमा त्यो त सहजै गर्न सकिन्छ नि। जानेपछि त गलत कर्मबाट जानेको मान्छेले गलत कर्म गर्नबाट जोगिन सक्छ। कानुन बुझेपछि जेल पर्ने काम नगर्न सकिन्छ नि, होइन र? हाम्रो देशमा कति गरिबी छ हामीले देखे सुनेका छौँ नि। आफ्नो लागि अत्यावश्यक मात्रै खरिद गरिदिने हो भने पनि त्यो स्रोत साधन अन्यको लागि उपयोग हुन सक्छ नि। एकजनाले 200 जोर कपडा खरिद नगरिदिए त्यो कपडा अरूले पाउँछन् नि। मूल्य पनि केही सस्तो हुन्छ, त्यो हुँदा कम धनी मान्छेहरूले पनि किन्न सक्छन्। पृथ्वीमा कसैले खाना नफालिदिने हो भने भोकै रहने 80 करोड मानिस भोकै रहनु पर्दैन सायद। हाम्रो पृथ्वीको वातावरणको सुरक्षा हामीले नै त गर्ने हो। यस्तो कुरा पनि हामीले अध्यात्मको अध्ययनपछि बुझ्न सक्छौँ भन्ने मलाई लाग्छ। अब सत्कर्म गर्दा कस्तो के राम्रो हुन्छ भन्ने कुरा बुद्धले बताउनु भएको, उहाँ चाहिँ 20 असङ्ख्य कल्प अघि नर्कमा हुँदाको कथा सुनेर पनि बुझ्न सकिन्छ। मैले यस्तो कथा सुनेको छु। 20 असङ्ख्य कल्प अघि हाम्रा अहिलेका गौतम बुद्ध नरकमा हुनुहुन्थ्यो। उहाँ र एकजना अर्को निकै दुब्लो पातलो व्यक्तिलाई धेरै सामान लोड गरेको गाडा तान्नु पर्दथ्यो। बुद्धलाई त्यो दुब्लो पातलो व्यक्तिको साह्रै माया लागेकोले उहाँले आफू एक्लैले त्यो गाडा तान्ने बताउँदै यमराजलाई उसलाई छाडिदिन अनुरोध गर्नुभयो। यमराज रिसाएर बुद्धको टाउकोमा जोडले हानेछ। उहाँको मृत्यु भएछ, तत्कालै मृत्यु भएछ र तत्पश्चात उहाँको जन्म स्वर्गमा भएछ। यो स्वर्गमा मेरो किन जन्म भयो भनेर उहाँले ध्यान दृष्टिले हेर्दा त्यो सानो पुण्य कर्मको कारणले भएको थाहा भयो। आहा, यति सानो पुण्य कर्म गर्दा त जीवनमा यति ठुलो परिवर्तन हुँदो रहेछ भन्ने थाहा पाएपछि उहाँ तत्पश्चात सधैँ पुण्य कर्म गर्ने प्रण लिनुभएको थियो रे भनेको पाइन्छ, अथवा कथामा त्यस्तो भनिएको छ। आमा र बुवाको ऋण कसरी तिर्न सकिन्छ भन्ने प्रश्नमा बुद्धको उत्तर यस्तो छ। एउटा खर्पन बनाएर एकातर्फ बुवा र अर्कोतर्फ आमालाई राखेर बोकेर उहाँहरूको जीवनभर डुलाएर हिँडे पनि उहाँहरूको ऋण तिरेर सकिँदैन। उसो भए के बाबा आमाको ऋण तिर्न सम्भव नै छैन त? होइन, एउटा उपाय चाहिँ भने छ ऋण मुक्त हुने। त्यो के भने त बुवा आमालाई जन्म र मृत्युको चक्रबाट निकाल्न सकियो भने ऋण मुक्त हुन सकिन्छ भनेर बताउनु भएको छ। यसैको कारणले पनि पढ्न नसक्ने बुवा आमाहरूलाई यो सिकाउनको लागि, यसको अभ्यास गराउनको लागि घरमा हामी पढ्न बुझ्न सक्ने छोराछोरीहरूले यो अध्ययन गर्ने, बुझ्ने र बुवा आमालाई पनि यो सिकाएर उहाँहरूलाई यो चक्रबाट निकाल्न सकिन्छ कि प्रयास गराउन भन्ने कारणले अथवा उद्देश्यले पनि मैले यो भिडियो बनाएको हुँ। बुढा भइसकेका बुवा आमाहरूलाई सिकाउन त हाम्रो दायित्व बन्छ नि, होइन र? नभए वर्षमा 2 पटक मर्दाखेरि 1 पटक क्रिया गर्ने र मरेपछि वर्षमा 2 पटक पिण्ड दिएर मात्रै हाम्रो जिम्मेवारी सकिएला त, होइन र? अब थप जिज्ञासाहरू राख्नको लागि यही भिडियोमा कमेन्ट गर्नुहोस् अथवा मलाई कुनै हिसाबले व्यक्तिगत रूपमा लेखी पठाउनुहोस्, फोनमा भन्नुहोस्। हामी छलफल गरौँला, एकअर्कामा जानेका कुराहरू एकअर्कालाई सिकाउँला। आफूले गरेको राम्रो वा नराम्रो कर्मले आफ्नो जीवनमा कसरी प्रभाव पार्छ भन्ने बुझ्नका लागि लियाओ फ्यान्स 4 लेसन्स चेन्जिङ डेस्टिनी भन्ने मुभी हेरौँ। यो अङ्ग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध छ है। आफ्नो राम्रो कर्म कसरी बन्छ र आफ्नो जीवनमा राम्रा कुराहरू कसरी आउँछन् र आफ्नो जीवनमा नराम्रो कर्म कसरी बन्छ र जीवनमा दुःख कसरी आउँछ भन्ने कुरा यो मुभीले पनि बुझाउँछ भन्ने लाग्छ मलाई। यो भिडियो त्यो मुभी चाहिँ अवश्य हेर्नु हुन म हजुरहरू सम्पूर्णलाई अनुरोध गर्दछु।
म माफी चाहन्छु। यति अन्तमा म माफी चाहन्छु। यति जटिल विषयमा बोल्न सक्षम व्यक्ति म अवश्य होइन। मैले अध्यात्मको वर्णमाला पढ्न बल्ल सुरु गर्दैछु। भर्खरै कख पढ्दैछु, अध्यात्मको कख पढ्दैछु। यस्तो मानिसले अरूलाई अध्यात्म सिकाउनलाई भिडियो बनाउनु यो सही काम हो कि होइन भन्ने कुरामा म स्पष्ट छैन। तथापि मेरो नजिकका आफन्त र साथीभाइलाई जीवन र जगतको अध्ययनमा रुचि जगाउन सकिन्छ कि भनेर मात्र यो भिडियो बनाएको हुँ। यो भिडियोमा धेरै त्रुटिहरू अवश्य भएका होलान्, म माफी चाहन्छु। यो भिडियो बनाउन सहयोग गरेकोमा छोरो आयुषलाई धेरै धेरै धन्यवाद। भवतु सर्वमङ्गलम, सबको मङ्गल होस्। धन्यवाद।